अहिलेको यो टिभीएसको के अरे रेड अनमा के भन्ने टिभीएसको रेड अन छ नि राइडर रेडर क्या पुरैमा कति नै कुनै गर्छु जस्तो गरेर होइन चन्द्रमै पुग्छु जस्तो गरेर खतरा बिग्यो यार माइलेज राम्रो छ अब 125 सीसी भएपछि अनि कुद्न पनि राम्रो छ साउन्ड पनि राम्रो छ साउन्ड पनि मोटो छ है अनि त्यही भएर त साउन्ड आउँछ नि त अनि पुरै दबाइरा हुन्छ खासै टाढा गएको हुँदैन साउन्ड चाहिँ भ्या गर्छ नि त खाट गर्छ त यतिको स्पिडमा 5 गियर तपाईँले इन्जिन त बर्बादै पार्नु हुने रहेछ कसम स्पिड अनुसारको गियर राख्नुपर्छ त कति छिटो चेन्ज गर्छ यार किन होला बानी भइसक्यो क्या यो कुरा तपाईँको पनि ल्यापटप आयो हेर्दा हेर्दै 30 को भनेर कहाँबाट आएको उताबाट घुमाउने क्या भाइ दिमाग छैन मेरो पैसा त मेरो पैसा हो मेरो त कहाँ बुझ्छ नि त्यही पैसाले भात आउँछ जाऊ